ल हेर्नुहोस् त यहाँ अब लुम्बिनीको हाम्रो यो शान्तिद्वीप एरिया पनि यति रमाइलो हुन थाल्यो हो। यो शान्तिद्वीप एरिया हो अनि आजबाट चाहिँ यहाँ पसल पनि सञ्चालन भएको छ है। निकै रमाइलो के। अब चाहिँ माथि 1 नम्बरको बसरमा पुग्नै नपर्ने भयो के। ल हेर्नुहोस् त कति राम्रो मूर्ति हो कि। ल है ल आइहाल्नुहोस् है फटाफट किन्नलाई। ठ्याक्कै 4 नम्बर गेटमा छ। 4 नम्बर गेटबाट सिधै भित्र है शान्तिद्वीप जाने बाटोमा। ल हेर्नुहोस् त माला छ, मूर्ति छ हैन, हातमा लाउने, घाँटीमा लाउने। राम राम कति साह्रो रमाइलो हो आज त हैन। के साह्रो रमाइलो हो आज त। ल हेर्नुहोस् त एकदम चकाचक छ आज यहाँनिर। चकाचक थोर के भनिदिनु न। यो आजबाट यसो यहाँ सञ्चालन भएपछि के कस्तो हो। आजबाट यहाँ पसल राख्ने हो त्यसकैलाई हो। अब हामी व्यापारी हो, पुरानो व्यापारी। लुम्बिनीमा 20 वर्षदेखि हाम्रो पसल भएको कारणले हाम्रो बस पार्कमा मान्छे नै जाँदैन। त्यही भएर अब विकास कोषले हाम्रो शर्तहरू पुरा नगरेको खण्डमा हामी यहाँ आएको हो। हामी बाढी पीडित, व्यापार पीडित भएको मान्छे। म यहाँको स्थानीय मुकुल बानिया। यो सूचना फेरि नेपाल समाचारमा पठाइदिनु होला। धन्यवाद। ल अब के होला के होला एकदम रमाइलो है।